खाजा बनाउँदैछु स्कुलको टिफिन माम नै नखाने नानीले। अनि त्यसपछि यसलाई यो टाइपको गरेर बनाइदियो भने चाहिँ खान्छन् कि। यहाँ हेर्नु छोराछोरीको लागि त हरेक कुरा गर्नै पर्ने रहेछ। हाम्रो मम्मी बाबाले पनि यसै गर्नु होला। अहिले अब आफूले पनि त्यही छोराछोरीले कसरी खाइदिन्छ भन्ने मात्रै गर्नुपर्ने रहेछ क्या यो चाहिँ। माम नखाइदिएपछि मामलाई नै मैले पकौडा टाइपको गरेर बनाइदिँदैछु। यसमा मैले खासै केही हालेको छैन, थोरै कर्नफ्लोर, थोरै नुन अनि थोरै बेसार। नानीले पिरो पनि खाइदिँदैन कि, त्यसैले गर्दाखेरि मैले चाहिँ पकौडा बनाइदिएको छु मेरो नानीको लागि। आलु र मामको पकौडा बसेर माम खुवाउनको लागि कसरी खानु होला भन्ने चाहिँ। खासै हेल्दी त होइन है यो तेलमा पकाएको चाहिँ। तै पनि के गर्नु, नानीले केही नखाइदिँदाखेरि यही पनि अलिअलि भए पनि खान्छन् कि जहीँ लाग्छ। यस्तै हो साथीहरू, सानो बच्चाहरू भएपछि गाह्रो छ। म चाहिँ यसरी नै बनाउँछु है। अनि तेल अलि बढी हुन्छ, त्यही भएर फेरि तेल सोच्नको लागि राख्छु एउटा साइड। मैले फुल रेसिपी चाहिँ राख्न भ्याइनँ साथीहरू, कतै तेल हुन्छ क्या फेरि। मैले चाहिँ यसरी तेल जम्मै एब्जर्ब गर्छु अनि मात्रै नानीलाई खाजा राखिदिन्छु। त्यति धेरै तेल पनि आउँदैन कि यसरी यो कर्नफ्लोर राखेर गर्दाखेरि। त्यति धेरै तेल पनि हुन्न। बेसनहरू राख्दाखेरि कति धेरै आउँछ नि, त्यसरी आउँदैन पनि हेर्नुहोस्। खासै ओइल पनि छैन। तै पनि अब ओइलमा पकाएको त ओइलले नै हुनु त भइहाल्छ है। टिफिनमा राखेर खाजा पुऱ्याउँछु साथीहरू। धेरै खाइदिन्नन् कि फेरि, सुन्दैन साथीहरूले मात्रै उयो गर्ने हुन्। मैले मलाई एकदम गाह्रो छ खानुलाई। दुई पिस यो, यसलाई यति भएपछि खाजा फेरि